हेलो वेलकम टु माई डियर सब्सक्राइबर सबैजना आरामै हुनुहुन्छ होला म पनि एकदम आरामै छु होपफुल्ली मेरो सन्तानहरूको भ्लग हेर्नुभयो होला यदि हेर्नु भएको छ भने हेर्नु केदारनाथको भ्लग पनि हेर्नु भएन होला आज पनि हामी हिमाचल लान्छौँ रातकाट जान्छौँ कर्णालीबाट टक्कमा घरै छैन हामीहरू साथीहरू सबै छौँ सबैजनाले चिन्नुहुन्छ होला होइन क्लासमेट हो चिन्नु भएन अब चिन्नुहुन्छ धेरैजना मेरो घर कन्फ्युज हुनुहुन्थ्यो कहाँ हो भनेर ठ्याक्कै नर्सिङ क्याम्पस गेट नै छ त्यसको ठ्याक्कै हिँडेर एनसिएन चोकैमा हो होइन अब हामी रातकाट जान्छौँ सबैजना यात्रा हो हेर्दै जानु होला त्यसो होइन गाडीमा चढिसकेको छौँ होइन नाइट बस्नु छौँ 3 जना मात्रै कर्णालीबाट 3 जना छौँ गाडीमा अब कर्णाली निस्किने हो कर्णालीदेखि रातकाट उकालो चढ्ने हो 3 जना क्लासमेट पहिला आउनुपर्छ सबै लास्ट हेर्नु होला च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गरेर नबिर्सिनुहोस् नयाँ हुनुहुन्न भने पहिलेको भ्लग हेरेर नयाँ आउनुभयो होला सो फाइनल हामी चिसोमा आइसकेका छौँ होइन कर्णाली ब्रिज त अगाडि हामी कटिसकेको छौँ आजको अब ट्रेकिङ स्टार्ट हो कर्णालीको भ्यू मस्त छ होइन हजुर पनि आउनु चाहनुहुन्छ भने ठ्याक्कै चिसो पानीको बोटनिर उत्रिनुहोस् भएन फाइनली ट्रेकिङ गर्ने ठाउँ लास्ट अन्त्यन्त पाइसकेको छौँ होइन सबैजना मिलेर अनि यहाँदेखि मात्र हिँड्दै गाडी घोडा केही पनि जान सिर्फ हिँड्दै ट्रेकिङ गरेर जाने हो यो ठाउँबाट हाम्रो ट्रेकिङ स्टार्ट हुन लागिसकेको छ यहाँदेखि हिँड्दै अब राजगढा कर्णालीको भ्यू हेर्दै यहाँदेखि हिँड्दै ट्रेकिङ 4 घन्टाको बाटो सो हामी ट्रेकिङ गर्दा गर्दा गरिमबाट थाकेर यहाँ माथि यस्तोमा आएर बन्डी लाएर हिँड्दैछु म त साथीहरू टी सर्टमा छ म बन्डी लाएर हिँड्दैछु थाकी उहाँमा तर घाँस सास बोकेर आउनु पऱ्यो सर आहा यो सनसेट त भन्छ यिनी केटा हो सनराइज त भन्दैन सनसेट भन्छ फाइनल हामीले यो भ्यू हेर्दा यहाँ पुग्यौँ सबैजना मिलेर हिँडेको 1-2 किलोमिटर भयो नि यस्तो पनि भ्यू देखिसक्यो झन् माथि के होला फाइनल हामी ट्र्याक गर्दा लगभग 85%मा आइसक्यौँ यताको नास्ता सुरु भएर रहेछ अङ्कलको घरहरू मस्त रहेछ एउटा घरमा बास बसेको कति अङ्कल 100 रुपियाँ हो 100 रुपियाँ रहेछ एउटा एकजनाको पर पर्सन 100 रुपियाँ रहेछ मस्त भ्यू हेर्दै कालो त कडा रहेछ अब स्टार्टिङ गराइ धोकिने कडा हो फाइनली हामी पुगिसक्यौँ यो भ्यू हेर्दा त्यहाँ सुटिङ हुन रहेछ केसको आहा माथि चन्द्रमा सो हामी फाइनली माथि आएर आगो ताप्दै मस्त नास्ता खाँदै चटपटी खाँदै हामी आएर भ्यू हेर्दै यस्तो मस्त गएर छ त्यही पनि राम्रो हेर्दै मस्त गीत गाउँदै गएर छ केटाबाट भाका हाल्नु मजा है ल कुन काम राख्ने कतै ठाउँ भएन भनेर सबैलाई आउने ए यो नानीको परेली झिम भो मलाई पनि सारा दिन भो माया जल पुछु म झिम सानो परेली ढुक्कै हुन्छु म झिम सानो भयो चमक साँझमा राख्छु तिमीलाई यो दिलको माझमा गलबन्दी च्यातियो तिमीले तानेर बोलाउन नचेको आफ्नै ठानेर बोलाउन खोजेको आफ्नै ठानेर भोभो कान्छा नगर आस्मेरो त्यो दिलमा छुँदैन बास मेरो पछ्यौरी च्यातियो तिमीले तानेर बोलाउन नखोज आउजी ठानेर खाऊ कि नखाऊ सुल्टीको सिगरेट मै बोलाउँछु मोहनी बिग्रेट सल्लाह दुबैले सानो
प्रशान्त तामाङज्यूको लागि जो हाम्रो संसार छोडेर जानुभयो, नेपालको एकदम चर्चित गायककार। हामीले उहाँको सम्झनामा राजकाँडा बसेर उहाँको 2-3 वटा मिठो भाका गीत गाउँदै गइरहेको छौँ। उहाँलाई ट्रिब्युट दिन चाहेको छौँ। छोडको करौतीले काट्न मनै काट्यो, जाँदा जाँदा मूल बाटोमा दुईटा बाटो फाट्यो। छोडको करौतीले काट्न मनै काट्यो, जाँदा जाँदै मूल बाटोमा दुईटा बाटो फाट्यो। एउटा बाटो घर देश, अर्को घर देश। परदेशी र घरदेशीको कहिले होला भेट। परदेशी र घरदेशीको कहिले होला भेट। रानी फुले साँझमा, तिमी फुल्यौ कलेजीमा जम्मा। कान्छीलाई घुमाउने काठमाडौँ सहर, कान्छीलाई घुमाउने काठमाडौँ सहर। झ्याउरे हुन्छ लौरे म त सोल्टिन के लौरेमा त सोल्टिना छुट्टीमा आएको, लौरेको सोल्टिना जाको तिम्रै माया लाग्छ सोल्टिना। ए सोल्टिना सोल्टिना सोल्टिना, जाउला रेलैमा सरर गोर्खा पल्टन, जाउला रेलैमा सरर गोर्खा पल्टन। मादलको आवाज सुनेर हामी चाहिँ जान्ला छ मादल बजाउन। के हुँदैछ आउनु हेर्नु होला। 12 यहाँ त 12:30-1 बज्न आयो, 1:15 हुन लाग्यो पनि अझैसम्म पुगेको छैन। गीत बजाएर यस्तो रमाइलो हुन्छ नि राजकाँडा। तपाईँले चाहिँ आउनु भएको छैन भने यहाँ आउनु चाहिँ मिस नगर्नु होला कि। यस्तो राम्रो ठाउँमा आइहाल्नु कि तपाईँ। हाँसेको र बोलेको राम्रो, बोलेको राम्रो, मरिजाने जिन्दगी हो हाम्रो। ये बाटो मुनि चरीको सबाट, चरीको सबाट बिदाबादी हूँ क्या रे अब त पालको बिहान फाइनली मर्निङ भ्यू हेर्दै मस्त हावा चल्दैछ। पुगिसक्यो। बादलको जुम गरिदेऊ न। घाम बनेर हुन्छ, बादल बनेर बादल हुन्छ, मर्निङको भ्यू राजकाँडाको टपको माथि मर्निङ टपको भ्यू। हजुरले चाहिँ आउन चाहनुहुन्छ भने मजाले आउनुहोस् होइन। यस्तो राम्रो भ्यू हेर्दै एक नाइट बसेर सबैलाई ह्याप्पी मकर सङ्क्रान्ति भन्न चाहन्छु। ह्याप्पी माघी। साथीहरू कस्तो लाग्यो राजकाँडा? आसपास कस्तो लाग्यो? राम्रो लाग्यो। होइन नि हामी निस्किँदालाई तल ओर्लिने ल तपाईँलाई धन्यवाद है, रमाइलो भयो। तपाईँले हिजो हामीलाई रमाइलो गराइदिनु भयो। ताप्दै नाइट बस्यौँ हिजो, एकदम राम्रो लाग्यो। हामी निस्किँदाको तल गएर कर्णालीमा अझै बाँकी छ। बाजे लाग्यो ल ल बाजे नेक्स्ट टाइम आयो भने हामीलाई छैन। हामी यस्तो राम्रो भ्यू हेर्दै उकालो खर्च गर्दा हामी पुगिसकेको छौँ तल। अब हामी कर्णालीको टुर गर्नेछौँ, कर्णाली जानेछौँ। कर्णालीमा भिडियो फोटो
यत्रो मिलो उकाल चढी लगभग 9-10 किलोमिटरको उकालो चढेर खतरनाक स्टार्टिङबाटै उकालो चढेर हामी आइसक्यौँ होइन ओह्रालो झरेर ओह्रालो उकालो फाइनली कर्णालीमा बोटिङ गर्न जान्छौँ राफ्टिङ गर्न जान लागेको छौँ हामी फाइनल्ली राजकाँडाबाट भर्खर झरेर अब टक्क राफ्टिङ गर्न लाग्छ राफ्टिङ यस्तो भित्र ठाउँ भन्दा नि फरक पर्दैन गोसाइकुण्डा पछिको कर्णाली रिभरको एकदम नुहाउनलाई पनि एकदम बेस्ट पवित्र ठाउँ हो यो सबैजना यदि आउनु भएको छ भने नुहाएर प्लस बोटिङ पनि गरेर जानु होला बोटिङ गर्न छ मैले कर्णाली गरेर राफ्टिङ हो कि साँच्ची बोटिङ राफ्टिङ भन्छ यसलाई गाईलाई बोटिङ भन्दा राफ्टिङ भन्छन् बोटिङ जुन चाहिँ मुख यो कट गर भन्नुहोस् के भन्न मन लाग्छ हजुरहरूलाई कर्णाली जस्तो ठाउँमा आएर हामीले आफै राफ्टिङ गरिरहेछौँ होइन बोटिङ भइरहेको छ त्यो कर्णाली जस्तो ठाउँमा होइन पवित्र ठाउँमा आफै गर्न पाएपछि आफूलाई पनि धेरै भाग्यमान ठान्छौँ किनकि हर किसिमको भाग्यमा हुँदैन यहाँ आएर बोटिङ सोटिङ गर्न पानी सानी खेलाउनु होइन यहाँदेखि तपाईँहरू आउनु चाहनुहुन्छ भने बोटिङ गरेर नबिर्सिनु होला कर्णालीको भ्यू हेर्दै होइन यतापट्टि जुम्लाबाट आउनु पानीबाट भ्यू हेर्दै नबिर्सिनु होला कर्णाली आउनुहुन्छ भने राफ्टिङ बोटिङ गरेर नबिर्सिनु होला एकदम यहाँनिर चाहिँ अब यो एसियाको दोस्रो ब्रिज पनि छ होइन एसियाको दोस्रो ब्रिज भनेर जानिन्छ यसलाई चाहिँ अनि यता चाहिँ लुम्बिनी प्रदेश यता यो अगाडि कर्णाली प्रदेश अनि यता चाहिँ सुदूरपश्चिम प्रदेश तिनवटा जिल्ला तिनवटा प्रदेशको सङ्गम स्थल यो चाहिँ होइन यो चाहिँ लुम्बिनी प्रदेश बाँके जिल्ला अनि बर्दिया जिल्ला होइन सुर्खेत जिल्ला कर्णाली प्रदेश कैलाली जिल्ला सुदूरपश्चिम प्रदेश अनि एसियाको दोस्रो ब्रिज यस्तै गरेर अब नेपालको सबभन्दा लामो नदी कर्णाली नदी यसैमा 7वटा नदी मिक्स भएको छ ठुला कर्णाली ठुली कर्णाली भेरी सेती अनि बुढीगङ्गा यसै गरेर 7वटा नदी मिक्स छ यसमा पनि कर्णाली ब्रिजमा आइसकेको छौँ होइन कर्णालीको हो यो सात यतापट्टि लुम्बिनी प्रदेश उतापट्टि सुदूरपश्चिम यतापट्टि कर्णाली प्रदेशबाट कर्णाली पुरो हो सो हामी फाइनल 10 बिघा आइसकेको छौँ होइन हातकाँडाबाट भर्खर 10 बिघा आइसकेको थियौँ अब नास्ता खाएर जाने घरतिर घाँसकाँडा एकदम राम्रो ठाउँ छ हजुर यति हजुर जान चाहनुहुन्छ भने होइन चिसो पनि भएर जानु होला नेक्स्ट ब्लग आइरहेको हुन्छ बिस्तारै हेर्नु होला अहिलेसम्मको ब्लग हेरेकोमा धन्यवाद छ मेरो सन्तानेश्वरको ब्लग सन्तानेश्वर केदारनाथको ब्लग पनि हेर्नु भयो होला 2 दिन साथीसँग आइसकेको छौँ अबको नेक्स्ट ट्रिप पनि त्यसै माघ मसान्तरभित्र इन्डिया जाँदैछु सरप्राइज छ इन्डिया एकदम खतरनाक ठाउँ जाँदैछु त्यसको ब्लग आउँदैछ त्यसको नबिर्सिनु होला नयाँ ब्लग लाइक कमेन्ट सब्सक्राइब गरेर नबिर्सिनु होला हस् धन्यवाद साथीको भिडियोमा सबले लाइक कमेन्ट गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला एकदमै मिहिनेत गरिरहेको छन् हामी पनि फुल सपोर्ट छ हामीबाट पनि हजुरहरूबाट पनि सपोर्ट हुनु पर्यो